हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आजको भिडियो चाहिँ एकदम विशेष हुनेवाला छ। यो बेस्ट स्पेसल भिडियो चाहिँ कसको लागि भन्दाखेरि युट्युबर भ्लगर कन्टेन्ट क्रिएटरको लागि चाहिँ बेस्ट हुनेवाला छ यो भिडियो। आज चाहिँ मैले वायरलेस माइक रिभ्यू गर्न गइरहेको छु। कुन कम्पनीको वायरलेस माइक भन्नु होला भने देखिसक्नु डिजिटेक। यो डिजिटेकको माइक चाहिँ लो बजेटको छ। अब यसको कस्तो छ साउन्ड क्वालिटीहरू, नोइज क्यान्सलेसनहरू कस्तो छ यसको बारेमा हामी सब यो भिडियोमा हेर्नेछौँ। ल म यसलाई अनबक्सिङ गर्न जाँदैछु, हेर्न सक्नुहुन्छ। वाउ गाइज, हेर्नु नि, यहाँ पनि ब्रान्ड डिजिटेक भित्र पनि। यसलाई यहाँ राखौँ। हाम्रो माइकको केस प्लास्टिकमा यस्तरी आउँदो रहेछ। यसलाई पनि यता राखौँ। केस हेर्नु न, ब्रान्ड हेर्नु, ब्रान्ड डिजिटेक। अनि यसको तल रहेछ बुक। यो बुक अब तपाईँहरूलाई पढ्न मन लाग्यो पढ्नु होला। अर्को रहेछ यसको, यो चाहिँ ओजिटी केबल रहेछ आइफोनको लागि है। मेबी यो उसको लागि चाहिँ कनेक्टर टाइप सी फोनको लागि चाहिँ यसमै हुन्छ होला जस्तो लाग्यो है। ओजिटी केबल नै हुँदो रहेछ आइफोनको लागि। यो आइफोनको लाइटिङवाला ओजिटी। अब हेरौँ न त है यसलाई अनबक्सिङ गरेर कस्तो छ यो। अहिले म विथआउट माइक गोप्रोबाट खिचिरहेको छु। साउन्डहरू त्यसबाट तपाईँहरूले सुन्नु सक्नु भएको छ होला कस्तो छ। म माइक लाएर पनि भिडियो बनाउँछु, बाहिर गएर पनि भिडियो बनाउँछु, कस्तो आउँछ सुन्नु होला। इन्डोर आउटडोर म दुइटै भिडियो बनाउँछु। हेर्नुहोस् न, कलर हेर्नु न, कलर वाउ। माइक कनेक्टर यो चाहिँ हाम्रो फर्म है। दुईटा माइकको लागि दुईटै फर्म छ। टाइप सी हुँदो रहेछ यो कनेक्टर रिसिभर चाहिँ। अनि अब तपाईँहरूले आइफोन छ भने यसमा टाइप सी दिए हुँदो रहेछ। अनि टक्क जोड्ने, अनि आइफोनमा जोड्ने लाइटिङ। ल अब यसको ऊ पनि यहाँ लाउँ न त होइन, लाएरै भोइस बनाउँ कस्तो सुनिन्छ होला नि त। बुम हलुक्का छ यो पनि। अब मैले मेरो फोनमा जोड्छु। मेरो आइफोन हो है, मेरो आइफोनमा चाहिँ टाइप सी लाग्दैन, लाइटिङ हो। अब यसलाई जोडेर होइन हेर्न सक्नुहुन्छ। अब यहाँ जोड्ने, यही यो मेरो माइक बाहिरै भएको कारणले यो कनेक्ट भइसक्यो। रातो बलिरहेको, यहाँ पनि रातो बलिरहेको देख्न सक्नुहुन्छ। म दुइटै माइक यही युज गर्नु होइन, एउटा माइक चाहिँ मैले राखिदिन्छु केसभित्र नै। केसभित्र नै राखिदिएँ, केसभित्र नै छ यो माइक। हेर्नुहोस्, यो अहिले नोइज क्यान्सलेसन मोडमा रहेछ है। यसलाई म नर्मल मोडमा गर्छु। नर्मल मोडमा छ, हेर्नुहोस्। अब म नर्मल मोडमा भिडियो बनाउँछु। अहिले चाहिँ म नर्मल मोडमा छु। ल सुन्न सक्नुहुन्छ तपाईँहरूले। अहिले म माइकको पुरै नर्मल मोडबाट बोलिरहेको छु। नर्मल मोडमा छु। नर्मल मोडमा अब यहाँ अब नोइजहरू आइरहेछ, कुकुर, काग, गाडीहरू, हावा मस्त आइरहेछ। तपाईँहरूले यो सुन्न सक्नुहुन्छ कस्तो आइरहेछ भिडियो। त्यही हो। अब म यसलाई नोइज क्यान्सलेसन मोडमा लान्छु है त। अब नोइज क्यान्सलेसन मोडमा गइसकेँ म। नोइज क्यान्सलेसन मोडमा अब कस्तो आइरहेछ तपाईँहरू सुन्न सक्नुहुन्छ। यस्तो चराचुरुङ्गी कराइरहेछ, कुकुरहरू कराइरहेछ पुरै। ल हेर्नु, यहाँ हावा पनि लगाइरहेछ, कतिको नोइज यसले हटाइरहेछ, वर्क गरिरहेछ छैन तपाईँहरूले सुन्न सक्नुहुन्छ।
अब यसलाई रिभर्ब मोडमा, अब रिभर्ब मोड त हाम्रो खासै युज त हुँदैन, अब कोहीलाई काम हुनसक्छ, मलाई त काम छैन। म रिभर्ब मोडमा लगिदिन्छु है त। अहिले चाहिँ म रिभर्ब मोडमा छु है त। ल रिभर्ब मोडमा आइसकेँ, कस्तो आइरहेको सुन्न सक्नुहुन्छ रिभर्ब मोडमा। यस्तै हावाहरू आइरहेछ यसमा। अब यो क्याप्चर छैन रिभर्ब मोडमा। अहिले चाहिँ नर्मल होइन, नोइज पनि होइन, रिभर्ब मोडमा छ। गाइज सुन्न सक्नुहुन्छ है त। इन्डोर आउटडोर मैले दुइटै माइक टेस्ट गरेको छु, कस्तो लाग्छ हेर्नु होला तपाईँहरूले। आउटडोर दुइटैमा भिडियो टेस्ट गरिसकेँ, माइक टेस्ट गरिसकेँ। अब कस्तो लाग्छ हजुरहरूले कमेन्टमा लेख्नु होला। तर मलाई चाहिँ यो बेस्ट बजेट माइक्रोफोन लाग्यो है। यो नेपालमा त लन्च छैन, अब हुनसक्छ है। यो डिजिटेकको राम्रो छ, यो ब्रान्ड राम्रो छ, हुनसक्छ। अब यो चाहिँ अब नेपालमा पाउने भन्दा यो अब उता इन्डियाबाट ल्याएर यसले सस्तो छ। मलाई यो फेरि डिजिटेकले स्पोन्सर गरेर मैले भिडियो बनाएको पनि होइन। यो मैले आफैले किनेर लिएर डिजिटेकको सोरुममै गएर इन्डियाबाट किनेर लिएर आएर भिडियो बनाइरहेको छु। यो माइक चाहिँ डिजिटेकको DWM 114 माइक हो। अब यसको प्राइस हेर्न सक्नुहुन्छ। मैले चाहिँ उहाँ 2000 आइसीमा लिएर आएँ, यहाँ नेपालमा कन्भर्ट गर्दा 32 जति हुन्छ होला जस्तो लाग्छ। अब रिलेटिभ्सहरू इन्डिया जानु लाग्नु भएको छ भने तपाईँहरूले ल्याइदिनु भन्नु पनि सक्नुहुन्छ। राम्रो छ माइक, त्यही हो। अब यो माइक अब नेपालमा आयो भने यसको प्राइस 5000 त फिक्स 5000 राख्छन् होइन। त्यही भएर तपाईँहरूलाई माइक किन्ने सोचमा हुनुहुन्छ, ब्लगर हो युट्युबर हो भने चाहिँ डिजिटेकको DWM 114 माइक चाहिँ किन्नु होला। मैले तपाईँपछि थोरै पैसा छ, राम्रो कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने चाहिँ यो माइक चाहिँ किन्नु होला। यो माइक बेस्ट छ, लो बजेट माइक्रोफोन। लेखेर राख्नुहोस्। यस्तो दामी छ कि साउन्डहरू तपाईँहरूले सुन्न सक्नुहुन्छ त्यहाँ। यस्तो दामी छ कि मलाई चाहिँ लास्टै राम्रो लाग्यो है त। सस्तो मूल्यमा यति राम्रो माइक। ल हजुरहरूले अब मैले अनबक्सिङ गरेको रिभ्यू भिडियो हजुरहरूलाई कस्तो लाग्यो, साथसाथै हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच।